महिम राजदूतज्यू आइसक्नु भएको छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते। नमस्ते हजुर महामहिमज्यू, अब साउदी अरेबियामा पनि नेपाल वायु सेवा निगमको चाहिँ विमान आउने भन्ने हल्ला भएको छ नि, के हो यसको बारेमा खुलस्त बताइदिनुस् न। हामीले पनि पेपरमै पढेको हो यो दमाममा चाहिँ आउने भन्ने कुरा। हजुर, विस्तृतमा अफिसियल्ली त केही आएको छैन, तर सञ्चार माध्यममा चाहिँ हामीले पनि पढेको हो। सञ्चार माध्यममै हामीले पनि त्यो हेर्यौं कि कार्तिक 11 गतेबाट हप्ताको 3 पटक चाहिँ दमामबाट चाहिँ फ्लाइट भर्ने भन्ने कुराहरू आएको छ। भने यसको आधिकारिक रूपमा चाहिँ हामी राजदूतावासमा आइसकेको छैन। छैन त्यस्तो। अब फेरि यो नेपाल वायु सेवा निगमको हजुर, अब त्यो हामीले नपठाउनु पनि सक्छ उनीहरूले। ए भनेपछि तिनीहरूले डाइरेक्ट रूपमा यताको एजेन्टहरूसँग सम्पर्क गरेर गर्न सक्छ। होइन, त्यो त पहिलेदेखि सम्झौताहरू त यो देशमा यति फ्लाइट यो देशको भन्ने त सधैँ छैन। त्यो त भनेपछि साउदीमा त पहिलो पटक आउँदै हो नि त यो वायु सेवाको। भनेपछि अब नेपालीहरूले पनि साउदी अरेबियाबाट नेपाली वायु सेवा निगममा चढेर जान सक्ने परिस्थिति सिर्जना हुँदैछ भन्नु पर्यो। मिडियामा आएको त्यही बुझेका छौँ हामीले। साउदीको नेपालमा दूतावास खोल्ने भन्ने प्रक्रिया के भइरहेछ? पहिल्यै खोल्ने भन्ने थियो, धेरै श्रोताहरूले हामीलाई सोधेर नि पठाउनु भएको छ के भइरहेछ भनेर। होइन, त्यो खोल्नको लागि यहाँबाट काउन्सिलर गइसकेको छ। काउन्सिलर नेपालको यो सोल्टी होटेलमा बसेको छ र उसले त्यो घरलाई डेकोरेसन गर्ने काम गरिरहेको छ। भनेपछि अब छिट्टै नै प्रक्रियागत रूपमा अगाडि बढ्छ। बढिरहेको छ प्रक्रिया, अगाडि बढिरहेको। भनेपछि भिसा त अहिले नेपालबाटै स्ट्याम्प त भएको छैन नि, होइन? छैन। उनीहरूले अफिसमा जुन दिनबाट उनीहरू सर्छन् त्यो दिनबाट अफिसबाट सुरु गर्छ। हजुर। अनि यहाँभन्दा पहिला साउदी अरेबियाले चाहिँ नेपालमा ट्रेनिङ क्षेत्रमा लगानी गर्ने भन्ने हल्ला पनि आइरहेको थियो, तर त्यो अहिले त सामसुम भयो नि, त्यो चाहिँ के भइरहेछ? होइन, त्यो त उताबाट नेपालले प्रपोजल बनाएर पठाउनु पर्यो नि। यिनीहरूले पो यहाँबाट चाहिँ झन्डै 1 अरब 60 करोड रुपियाँ दिनलाई सहमति जनायो। हजुर। त्यो पैसा लिन त हामीले त त्यो ट्रेनिङ सेन्टरको विस्तृत प्रोजेक्ट प्रपोजल बनाएर पठाउनु पर्यो नि। अब साउदी सरकारले यसरी सहयोग गर्छु भन्दा पनि नेपाल सरकारले चाहिँ यसबारेमा चासो नदेखाउनुको पछाडि के हुन सक्छ? होइन, चासो नदेखाउनु होइन, मलाई लाग्छ त्यहाँ प्रक्रिया गर्दै होला। अब कसले बनाउने, यो चाहिँ श्रम मन्त्रालयले बनाउने वा सिसिबिसीले बनाउने, कसले बनाउने, त्यो बनाएर अर्थमा पठाउनु पर्छ। अर्थबाट हामी कहाँ आएपछि हामीले यहाँ बुझाउनु पर्छ। सायद यो प्रक्रियामा होला। भनेपछि छिट्टै आउने आशामा छौँ हामी। होइन, छौँ। हजुर, यहाँ आइसकेपछि नेपालीहरूको तलब धेरै कम भएको हुनाले नेपालीहरू भागेर चाहिँ जाने, इलिगल्ली हुने धेरै भएको चाहिँ यहाँले देखिरहनु भएको छ र पछिल्लो समयमा यहाँले चाहिँ यो सेलरी कम भएकै कारणले गर्दाखेरि चाहिँ नेपालीहरू भाग्ने गरेको हो भन्ने मनसायले यहाँले चाहिँ नेपालीहरूको सेलरी 1000 रियल बनाउनु पर्छ भन्ने एउटा अठोट लिएर अगाडि बढ्नुभयो। त्यो चाहिँ अहिले प्रक्रियागत रूपमा गइसके पनि छ र धेरैले फलोअप पनि गरेको छ। तर पहिले आउने नेपालीहरूको गुनासो पनि छ, तिनीहरूको चाहिँ 500, 600, 700 सेलरी छ। तिनीहरूको पनि सेलरी बढाउनुको लागि दूतावासले कुनै प्रक्रिया थालेको छ कि भनेर धेरै श्रोताहरूले सोधिरहनु भएको छ। के छ यस विषयमा? होइन, अब पहिले आउनेको लागि त हामीले जोड गर्न सक्दैनौँ, किनभने उनीहरूले कन्ट्र्याक्टमा नै सही गरेर त्यो स्यालेरीमा सही गरेर आइसकेको हुन्छ। हजुर। तर पहिले भनेको पनि अब 2 वर्ष हो के अरे, मैले यहाँ आएपछि 1 वर्षदेखि त लागू गराइसकेको कुरो हो 1000 रुपियाँ। त्यसैले अब 1 वर्ष बाँकी होला पुरानाहरूको। त्यो 1 वर्ष पछि त कसैको पनि त्यस्तो हुने भन्ने कुरै आउँदैन। तर अब पुरानोमा हामीले हस्तक्षेप गरेर मिल्दैन, किनभने उनीहरूले आफै म यति स्यालेरीमा काम गर्छु भनेर सही गरिसकेका छ। अनि हामीले यो भएन भन्दा त किन यो हामीले त सही गराएर कागज पुर्याएर लिएर आएको भनेर भनिहाल्छ कम्पनीले, होइन? अब पहिले आउनेहरूलाई 1 वर्ष केहीको कम होला, तर त्यसपछि त कसैको पनि 1000 भन्दा कम हुँदैन। भनेपछि पहिला आउनेहरूको 1 वर्षपछि जे पछि आउने बराबर हुन सक्छ। होइन, उनीहरू त 2 वर्षमा त कन्ट्र्याक्टै सकिन्छ नि, त्यो पछि त नयाँ कन्ट्र्याक्ट गर्न परिहाल्यो नि। कन्ट्र्याक्ट रिन्यू गर्दाखेरि फेरि तिनीहरूको सेलरी बढाउँछ भन्ने त केही हुँदैन नि? होइन, त्यो त बढाउनै पर्छ। त्यो त्यति बेला त हामीले कसैले हामीलाई कम्प्लेन गर्यो भने हामी कम्पनीलाई उ गरिहाल्छ, सचेत गराइहाल्छ। भनेपछि त्यसको लागि दूतावासले एक्सन लिन्छ? लिन्छ। हजुर। अनि
यो झेलखानमा परेको नेपालीहरू जो घर जानको लागि ढिलै भइरहेछ त्यो चाहिँ सुन्नमा आएको छ टिकटकै कारणले गर्दाखेरि ढिला भएको हो। साउदीको एउटा एयरबसले चाहिँ यो नेपालीहरू जो झेलखानमा परेको छ उनीहरूलाई लाने ठेक्का पाएको छ। तिनीहरूले चाहिँ सिट खाली भयो भने मात्र लाने नत्र नलाने भएको कारणले गर्दाखेरि चाहिँ झेलखानमा नेपालीहरू को चाप बढेको भन्ने सुन्नमा आएको छ नि, कतिसम्म सत्य हो यो? साउदी एयरलाइन्सलाई यो जिम्मा दिएको छ साउदी सरकारले र जेलमा उनीहरूले कन्ट्याक्ट गरेका छन्। यो अलि अगाडि हो ढिला भएको। विगत 20 दिनमा चाहिँ करिब 550 जति नेपालीहरू गइसके 20 दिनभित्रमा। त्यसैले अब अलिक कम छ समस्या। अब आजभन्दा 20-22 दिन अगाडि जुन हामीसँग 700 जति मान्छेहरू त्यो दमाम जेलमा रहेको थियो, अब अहिले चाहिँ एकदमै कम 300 मात्रै मान्छे छ। त्यो पुराना गएर केही अब नयाँ पनि थपियो, त्यो भएर हो। र अहिले चाहिँ एकदम तीव्र गतिले गइरहेको छ त्यहाँबाट। अहिले जे होस् नेपाल पठाउनुको लागि त्यति समस्याहरू छैन गइरहेको छ। हरेक हप्ता चाहिँ 100-150-200 सम्म मान्छेहरू गइरहेको छ। यो एउटा भाइले चाहिँ मलाई यहाँ इमेलबाट एउटा प्रश्न सोध्नु भएको छ। महामहिमज्यू नमस्कार, मेरो नाम भविन्द्र पौडेल हो। मलाई नेपालमा गरेको सम्झौता अनुसारको तलब नपाएपछि इलिगल भएर काम गरेको थिएँ। अहिले मेरो दुवै मृगौलाले काम गर्न छाडेकोले अपरेसन गर्नुपर्ने भएकोले म नेपाल फर्कन लागेको, तर छिट्टो नेपाल फर्कनलाई कुनै उपाय भए बताइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यदि मैले नेपालबाट पैसा झिकाएर यहाँबाट छिट्टै जान पाउँछ भने पनि म त्यो पनि गर्न तयार छु भनेर एउटा इमेल पठाएको छ। के छ यस विषयमा? होइन, अब छिटो जाने त्यो पैसाले जाने भन्ने कुरा आउँदैन। उहाँ प्रक्रिया भित्रैबाट जानुपर्छ, उहाँ जेलबाटै जानुपर्छ। अब जेल भनेको चाहिँ के हुन सक्छ भने उहाँ रियादको जेद्दाको जेलमा जानुभयो भने अलिक चाँडै घर पुग्नुहुन्छ। तमाम जेलमा नेपालीहरू धेरै भएकोले गर्दा त्यो क्यू पर्खिँदाखेरि अलिकति टाइम लाग्छ। त्यही नै हो। उहाँ चाहिँ बरु रियाद जेद्दातिरको जेलमा जानुभयो भने चाँडै घर जान सक्नुहुन्छ। भनेपछि झेलखान नगइकन अर्को उपाय छैन उहाँलाई? उपाय नै छैन, किनभने एयरपोर्टमा उहाँको फिङ्गर भएको हुन्छ, उहाँको कम्पनीले भागेको भनेर हालिसकेको हुन्छ, कम्प्युटरमा रेकर्ड छ, एयरपोर्टमा जाने बित्तिकै समातिहाल्छ उहाँलाई। उहाँको अनुसार चाहिँ अहिले उहाँले चाहिँ औषधि खाइरहनु भएको छ होइन? अब झेलखानभित्र गएपछि औषधि पनि खान पाइँदैन। म झेलखानमै मर्ने हो कि मैले चाहिँ झेलखानमा बसेको 1-2 दिनमै जानको लागि केही उपाय छ कि त्यो बिरामीको लागि त्यो केस हेरेर भन्ने पनि उहाँको गुनासो छ। होइन, औषधि खान पाइन्छ, औषधि खान नपाइने होइन। त्यहाँ जेलमा बिरामी पर्यो भने पनि हाम्रो एम्बेसीको प्रतिनिधि गएर आफ्नो जिम्मा लिएर उपचार गर्न लिएर जान्छ। त्यो समस्या होइन। अझ उहाँले त बिरामी छु भनेर जेलमा गएर फेरि बाहिर निक्लेर अनि उहाँ टिकट आइसकेपछि फाइल क्लियर भएपछि 1 दिन गएर जेल बसेर जान पनि मिल्छ। त्यो पनि व्यवस्था छ हजुर। अनि अर्को कुरो, यो महिलाहरूको समस्या के कस्तो छ अहिले? विगतमा त महिलाहरूको समस्या बारेमा धेरै मिडियाहरूमा कुराहरू आउँथ्यो, तर अहिले धेरै भयो यस्तो समस्याहरू महिला सम्बन्धी आएको छैन। के छ हाम्रो अहिले कतिजना सेल्टरमा छन् महिलाहरू? होइन, समस्या त छ, अहिले पनि नभएको होइन। उयो हामीले तदारुकताका साथ हल गरेकोले गर्दाखेरि बाहिर नआएको हो। अब हरेक महिना एभरेजमा हामीले 30 जना महिलालाई उद्धार गरेर पठाउनु पर्छ। अब भर्खर अस्तिको दिन एकै दिन 13 जना पठाउनु पर्यो। अब अलिकति पहिले भन्दा हामीले चाहिँ समयमै उद्धार गरिदिएर उहाँहरूलाई पठाइदिने भएकोले समस्या बाहिर आएको छैन, त्यति मात्रै हो कुरो। तर महिनामा 30 जनाको दरले हामीले एभरेजमा उद्धार गर्नै पर्छ। यहाँले पहिला भन्नुभएको थियो हामी सेल्टर हाउस एउटा छुट्टै लिँदैछौँ, त्यहाँ चाहिँ महिलाहरूलाई बस्नु अलि अप्ठ्यारो भइरहेको छ भन्ने कुरा गर्नुभएको थियो। के छ सेल्टर हाउस हामीले अहिले छुट्टै बनाएको छौँ अथवा त्यहीँबाट काम चलिरहेछ? होइन, पहिलेकैबाट काम चलिरहेको छ। अब त्यो नयाँ सेल्टर हाउस बनाउने भने त जब हामी लिगल्ली चाहिँ महिलालाई साउदी आउन दिन्छौँ त्यति बेला बनाउने कुरा हो। अब अहिले त साउदीमा यो महिला सबै इलिगल छ। अब इलिगलको लागि सरकारले बजेट चाहिँ विनियोजन गर्दैन। त्यसैले जुन दिन लिगल हुन्छ त्यो दिनबाट हामी अर्को सेल्टर लिन्छौँ। हस्त महामहिमज्यू, यहाँले आफ्नो अमूल्य समयको बावजुद पनि साउदी अरेबिया लगायत विश्वमा रहेका नेपालीहरूले राखेको विभिन्न जिज्ञासाहरू र हामीले नेपाल र नेपालीको लागि भलो हुने खालको जिज्ञासाहरू राख्यौं, यहाँले सहज रूपमा त्यसको समाधानको उपायहरू बताइदिनु भयो। त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।